परिवार साथमा तर भित्री आत्मा एक्लै छ। खुसीको नाममा मेरो देखावटी हाँसो थियो। बुझ्दैछन् So hey what's up guys, म आइसकेको छु नयाँ भिडियो लिएर हैन। अनि यो चाहिँ हाम्रो ओमेटिभी वाला भिडियो हुनेछ नि त हैन। अनि यो भिडियोमा चाहिँ के कस्तो क्लिपहरु आउँछ म तपाईहरुसँग शेयर गर्ने छु हैन, मसँग भएका घटनाहरु ओमेटिभीमा हैन। सो यहाँ जे लेखेको छु नि यो रिलेटेड मेरो केही पनि छैन फेरि लाइफमा। ल ओके दाइ, ओके दाइ, ल जस्ट फनको लागि सुन्न मात्र। ल सुरुको कथा अब कथा मेरो बेग्लै छ। परिवार साथमा तर भित्री आत्मा एक्लै छ। खुसीको नाममा मेरो देखावटी हाँसो थियो। बुझ्दैछन् सबले अचेल स्माइल पनि फेक रहेछ। नहुनु भइसक्यो सब मनभरि रिग्रेट छ। साथीले सजेसन दियो पसलमा सिग्रेट छ। दौडदै गएँ अनि एक सर्टको तानेको केही बेरमै नसाले हानिदियो। पनि घुमे आँखा पुगे छुट्टै संसारमा। केछिनमै लाग्यो फेरि अर्को जीवन जान्दियो। प्रश्न नगर है छुट्टै संसार कहाँ हुन्छ। गएर सोध ब्रो स्मोकरलाई थाहा हुन्छ। समय माग्यो बसेँ वरिपरि डुल्दिएर। पर्खाइमा राख्यो बसेँ दुःख सबै भुलिदिएर। यो मन फुट्ने गरी पीडा त दियौ तर पीडा जति भुलाइदियो मात्र एउटा फुल दिएर। भिडाउन साथ फेरि गइदियो हराएर। फर्किन्यौ भनी बसेँ मनैबाट डराएर। यो पनि सक्यो तर तिमी भने आइलेउ आवाज सुनि आउलेउ भनी बसेँ 2 घन्टा छ कराएर। पीडा त हजारौँ छ के भन्नु वाक्यमा। एकान्त बस्दै सोच्छु के रहेछ भाग्यमा। संसारै जित्ने भनी बाटो त लागे तर बाटोभरि हिलो देख्दा सोच्दै वाक्कैमा। गन्तव्य टुङ्गो छैन सायद होला उहीसम्म। हुने त चाहत धेरै 1 बाट 2 सम्म। आकाशमै थिए तर पछाडिदियो भुइँसम्म। आई वान्ट पिस अब बोल्नु छैन कोहीसँग। ओहो दाइ कस्तो वाह कहाँ बिजत के हाले। ल है त ह्यापी दसैँ ब्रो। ल ल त दाइ बवाल थियो दाइ। ओहो अलिक देखेनौ एप्स। ओहो खरो छ है। कुदेर बस्यो क्या? के गरेर? केटी कुदेर बस्यो क्या? होइन नि। ए भनेपछि तिमीहरू दुईजना केटी हो त भनेपछि। हेलो हेलो दाइ। ओहो भन न मेरो भाइ। दाइ तपाईँ रकस्टार हो? खत्रै हो नि भाइ। युट्युबर पनि हो दाइ? युट्युबर खत्रै युट्युबर नि झन् खत्रा। दाइ फ्रेन्ड रिक्वेस्ट भेज्नु न दाइ। केमा हो? यसमा आऊ दाइ फ्रेन्ड। यसमा? दाइ युट्युब आइडी भन्नु त तपाईको? ओमेडीमा? भाइ त्यस्तो हुँदैन त ओमेगाला। ए हुँदैन म त न्यू हो नि त। के हो? गे हो? म न्यू हो नि त। ए म त भाइ म त गे हो भनेको थिएँ क्या। झापा। झापा कहाँ? तिमी कहाँबाट झापाडे हो? म होइन झापा। म आएको थिएँ क्या। कहिले? अस्ति नै आएको। कहाँनेरि? दमक। ए दमकमा बिर्तामोड हो। बिर्तामोड? कहाँ गयो तिमी? म चाहिँ काठमाडौँ। काठमाडौँ कहाँ? काठमाडौँ ललितपुर। ललितपुर उता होइन, ललितपुर त बानेश्वरबाट पनि अझै माथि हजुर जानुपर्छ उता। होइन? कतिमा पढ्छौ? मैले 12 पास। जोची नाना 12 पास। कसम क्या। तिमी कति वर्ष पुग्यौ? 16 17? 18। यस्तै हो तिम्रो दारी जुङ्गा केही छैन। म त बोरले यस्तै बोली अन्त। ओभर बेइज्जत गर्छ होला होइन तिम्रो त? अत्ति नि। कलेजमा त है अत्ति बिला गर्छ। कलेज है तिम्रो गर्लफ्रेन्ड पनि थिएन होला है? कहाँको? भाइ भनिदिन्छ। भाइ नि। त्रिवेणी। दिदी भन भन्थ्यो होला तिमीलाई त? हो नि दाइ। न यार भाइ किन फेरि अलिक जेलस हुन्छ यार भाइ। ख्यात दाइ। छैन यार भाइ के देखाउने यार, बिल्ला लाग्छ यार भाइ आफूलाई। हेर्दिन न दाइ। ए भाइ छोड्देऊ यार। दाइ त दाइ नदेखाउन राखेको त के गर्नु छ दाइ? आफै त बनाउने ए भाइ टिकटक। भएको देखाउनु, नभएको चाहिँ के देखाउनु? भएको भए पो अलि अब होइन। ठिकै हो दाइ। नभर। कहाँबाट भाइ हो तिमी? दाइ म त घरबाट। कुन ठाउँ घर? नेपाल। नेपाल र नेपाल मेरो नेपाल त हो त। खै दाइ त नेपाल कुन ठाउँ? नेपाल
नेपाल यस जमिन जमिनमा ए जमिनमा हजुर मेरो त यार समुद्रमा हो यार भाइ ओहो दाइ लास्ट ओहो कङ्गाल दाइ हुँदो दाइ रहेछ लास्ट कङ्गाल हुँदो रहेछ यार भाइ समुद्रमा न खाना पाइन्छ न के गर्न पाइन्छ यार भाइ हत्तिन्छ मान्छे मात्र छ हौ दाइ तर यार भाइको केटीसँग बस्नु चाहिँ लास्ट मजा हुन्छ नि यो समुद्रमा हत्तिन्छ पौडी खेल्दै निस्किँदै दाइ त सपनामा दाइ दाइ त देख्न पायो सपनामा दाइ देख्न पायो सपना देख्न पायो सबैमा रियल कुरा गर्दैछु म खोइ दाइ त्यस्तो लाग्दैन खोइ दाइ त्यस्तो लाग्दैन समुद्र हेर्छौ खोइ हेरौँ न दाइ खोइ हेरौँ न दाइ तर मेरो ब्याग क्यामेरा चल्दैन म देखाइदिएँ भाइ यार त्यस्तै हो दाइ अब टिक्रीको फोन त्यस्तै आयो दाइ चाहिँ अब टिक्रीको फोन आयो भने ओहो एनसी दाइ आउनुभयो खोइ त दाइ बोल्नु पनि हुन्न बाई बाई आउनु न भाइ बाई बाई ओहो दिदी स्किप गर्नु दिदी ओहो अघि पनि दाइ स्किप गरेको नि हेन्सी दाइले युट्युबर मैले तिम्रो भिडियो हेरिरहन्छु त यार भाइ यहाँ दाइ जोत्नु न अब कस्तो भिडियो हेरिरहन्छु लु के हो दाइ च्यानलको नाम तिमी लाइभ नबस्छ नि खालि तिमी बेलुका बेलुका लाइभ बस्दो रहेछौ कस्तो मान्छे हो यस्तो सफा गरेर यार के हो दाइ च्यानलको नाम मेरो अरे भरे मेरो भिडियो चाहिँ आउनु पर्यो होला भाइ होइन दाइ मेरो च्यानलको नाम चाहिँ के हो भन्नु न पहिला होइन मैले तिमीलाई युट्युबमा देखेको थिएँ क्या कहाँ खोइ थाहा दाइ छैन त त्यस्तो त लागेन दाइ अघि भर्खर तपाईँलाई मैले भने जस्तै लाग्यो म बेलुका बेलुका लाइभ आउँछु भनेर चाहिँ तिमी अहिले पनि सायद लाइभमै होला कि नाम भनेर युट्युबको होइन नि दाइ अहिले त लाइभ भरे तिमीलाई मैले देखेको क्या तिम्रो भिडियो आएको थियो मेरो अस्ति खोइ दाइ म त अब आजै हाल्न आँटेको भिडियो कस्तो गफाडी भन तिम्रो आइडिया तिम्रो उसको नाम यी दाइ मैले देखेको क्या पठाएको छु तिमी मेरो भिडियो आउनु पर्यो भन्नु ओहो लाखे दादा हजुरको युट्युब च्यानलको नाम युट्युब च्यानलको नाम दादा हजुरको युट्युब च्यानलको नाम सब्स्क्राइब गरिदिन्छु ए दाइ भिडियो हालिदिनु हौ दाइ के साह्रो डराउनु भएको थ्यात म यस्तो भाडाबुडीले गरेर हाल्दा हुन्छ फरक पर्दैन मलाई त है त्यही त तर नाम चाहिँ के हो पहिले भन्नु है फेरि अलिकति बेजतीवाला चाहिँ नहालिदिउँ भनेर है दाइ के काम गर्नुभयो दाइ यहाँ बेजत हुन्छ आफै भन्नु त हजुर मैले तपाईँहरूले यहाँ के गर्नुभयो दाइ बेजत हुन्छ र हाल्नु दाइ भन्नु न हाल्दाखेरि हल्का कमेडी कमेडी हुन्छ नि त त्यस्तोमा भनेको अन्त अब अलिक कमेडी गरेर त हाल्नु त अनि आफै भन्नु न अनि यत्तिकै त आत्तिनु हुन्छ यो भाइले हाल्छ नाम स्किप गर त दाइले भन्छ नाम भएको थियो नाम चाहिँ के हो यहाँ लेखेर पठाएको छु हेर्नु न रोजेस एक्स्ट्रा के हो टिकटकमा कि केमा युट्युब ओहो दाइ खतरा युट्युबर दाइ आउनु बोल भन सब्सक्राइब गरिदिन्छु यो च्यानल नाम दाइ मेरो छैन नि दाइ तपाईँको चाहिँ के हो भने सब्सक्राइब गरिदिन्छु छैन यार मेरो पक्नै दाइ मेरो चाहिँ म पठाउँदैछु स्किप गरिदिनु गरिदिनु दिदी स्किप गरिदिनु दिदी स्किप दाइले मैले युट्युबमा देखेको थिएँ कहाँ देख्यो भाइ कहाँ देख्यो भाइ युट्युबमा तपाईँ भिडियो हाल्नुहुन्छ होइन हाल्दिन नि हालिदिन नि ल तपाईँ जस्तै त दाइ हुन्थ्यो क्या कति सब्सक्राइबर थियो कति सब्सक्राइबर थियो सब्सक्राइबर 1 लाख थियो कति कति 1 लाख थियो के होला कोही के होला कोही तपाईँ के खेल्नुहुन्छ दाइ इफ्लुवल एफसी फ्लुवल फ्री फायर सबै खेल्छ भाइ सबै खेल्छ भाइ गाइज होइन अनि हाम्रो चाहिँ टक्क पारेर अब भिडियो पनि एन्ड गर्ने बेला एन्ड लाइक भिडियो 1 घन्टाभन्दा बढी भयो जसमा गाइज 10 मिनटभन्दा नि कमको क्लिपहरू छ क्या त्यस्तो मिहिनेत लागेको छ क्या भिडियो बनाउन गाइज यो भिडियो गाइज लाइक कमेन्ट सेयर सब्सक्राइब सबै थोक गर्नुपर्छ क्या अति मिहिनेत लाग्छ भिडियो एडिट गर्न अब अति मिहिनेत लाग्छ होइन सो थ्याङ्क यू सो मच वाचिङ गाइज सी यू इन अनदर भिडियो बाई बाई